सरकारी नगरपालिका घोषणा भई विकास पथ लम्किरहेको तथा हनुमाननगर कन्काई नगरपालिकाका विविध समस्या चुनौती अवसरहरू सँगसँगै रहेका छन् भन्ने कुरा हामी सबैमा विविध नै छ। यद्यपि यो चुनौतीहरूको सामना गर्दै यस नगरपालिकाको समग्र विकास कसरी गर्न सकिने भन्ने विषयमा निर्वाचित जनप्रतिनिधिहरू प्रतिबद्धताका साथ क्रियाशील रहेका छन् भन्ने विश्वास लिएको छु। दोस्रो स्थानीय तह निर्वाचित हामी जनप्रतिनिधिहरू जनताको आकांक्षा चाहना भावनालाई संशोधन गर्ने दृढ संकल्पका साथ अगाडि बढिरहेको छु। सोही संकल्पलाई आत्मसात गर्दै आर्थिक वर्ष 2083-84 का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट यस सम्मानित 17औं नगर सभा समक्ष प्रस्तुत गर्न पाउँदा म आफूलाई तथा यस नगर सभालाई